श्रमिकहरूले नलडिदिएको भए 7 सालको क्रान्ति पनि हुन सक्दैन थियो र अहिले पछि आएर जुन तपाईहरुले 46 सालमा र तपाईको 62-63 को आन्दोलनमा जुन तपाईहरुले देखाउनु भयो त्यो सफल हुन सक्दैन थियो भन्ने मलाई लाग्छ। मैले त धेरै प्रयास गरे, नेपाली कांग्रेसले पनि धेरै प्रयास गर्यो, तर हामीहरूले अझ पनि श्रमिक आयोग बनाउन सकेका छैनौं। यसको लागि नेपाली कांग्रेस सधैं तयार रहिरहन्छ भन्ने कुरा तपाईहरुको माझमा राख्न चाहन्छु। आदरणीय साथीहरु, अहिले होटलमा कार्यरत श्रमिकहरूले जुन 10% को कुरा गर्नु भएको छ, हाम्रो आदरणीय सभापतिजी पनि यही हुनुहुन्छ। उहाँहरूले धेरै ठूलो कुरा माग गर्नु भएको छैन। कानून बनाएर यसलाई अगाडि बढाउँ भनेर सुप्रिम कोर्टले पनि, सर्वोच्च अदालतले पनि भनेको छ। त्यसलाई नेपाली कांग्रेस कानून बनाउनलाई अगाडि बढ्छ भन्ने कुरा तपाईहरुको माझमा राख्न चाहन्छु। साथीहरु, अहिले विश्वकै परिस्थिति अत्यन्तै नाजुक भएर गएको छ। एकातिर ट्रेड वारहरू भइरहेका छ, विश्वको ठूला दुई आर्थिक समृद्ध भएका देशहरूको बीचमा ट्रेड वार चल्दैछ। त्यसले नेपाललाई पनि असर गर्छ भन्ने कुरा हामीहरूले बुझेका छौं। सँगसँगै यो डिजिटलाइजेसन र आर्टिफिशियल इन्टेलिजेन्सले श्रमिकहरुमा भोलि प्रभाव पर्न सक्छ। त्यसकारण अहिलेदेखि नै हामी सचेत भएर नेपाल ट्रेड युनियन कांग्रेसले यो डिजिटलाइजेसन र एआई मा हाम्रा श्रमिकहरुलाई शिक्षित गरिकिन अगाडि बढाउन म उहाँहरुलाई रिक्वेस्ट गर्न चाहन्छु।